सँगै जिउने सपना मेरो तिमीसँगै जिउने हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ र म पनि एकदम धेरै सन्चै छु हो। सो रातिको टाइममा चाहिँ टक्क लाएर एउटा भ्लग या एउटा भिडियो बनाऊँ भनेर सोचेँ मैले होइन। सो हामी चाहिँ रुममै छौँ, रातिको टाइममा जानु चाहिँ कहीँ पनि छैन, बाहिर चाहिँ यति ठुलो पानी परिरहेको छ। सो हो यहाँनिर हामी चाहिँ बुढाबुढी चक्क लाएर रुममा दुईजना मात्रै हो गाई छोरो। अब राति सुत्नु पनि लागेको टक्क लाएर चाहिँ बुढो चाहिँ एकदम नरिवलको तेल लगाएर चाहिँ एकदम चिक्ना भइरहेछ होइन। यहाँनिर हेर्नु सक्नुहुन्छ एकदम चिक्ना भइरहेको छ हो। टक्क लाएर ऐना पनि हेर्दैछ। सो म चाहिँ म्याच हेर्नु बसेको, आज स्पेनको म्याच छ नि त। सो त्यही भएर चाहिँ बसेको होइन। स्पेन र साउथ अरेबिया कि साउथ अरब के छ होइन। टक्क लाएर चाहिँ त्यही भएर चाहिँ मेरो बुढी चाहिँ एकदम नरिवलको तेल लगाएर चाहिँ भोलि नुहाउनुको लागि बिहान नुहाउनुको लागि चाहिँ बेलुका नरिवलको तेल लगायो भने चाहिँ केस एकदम मजबुत हुन्छ अरे होइन। सो त्यही भएर चाहिँ केसमा टक्क लगाएर तेल चाहिँ लगाएर चाहिँ एकदम राम्रो एकदम चिक्ना भइसकेको छ हो। तपाईँहरूले हेर्नु सक्नुहुन्छ मेरो बुढी चाहिँ यस्तो चाहिँ रातिको टाइममा पनि यस्तो राम्ररी देख्छ झन् दिउँसो त एकदम पुरै नगर्नु एकदम बगाल देख्छ हो। टक्क लगाएर हो ए स्माइल म यही स्माइलमा फिर्ता भएको नि त गाइस। तपाईँहरूलाई के भन्नु, यो मान्छेको स्माइल देखेर त सो है बाहिर त्यति ठुलो पानी परेको छ। सो राति चाहिँ हल्का यसो कति भयो भिडियो नबनाएको, त्यही भएर चाहिँ यसो भिडियो बनाऊँ भनेर सोचेको बुढीसँग। अब बिहान त ड्युटी गइन्छ होइन। सो त्यही भएर चाहिँ अब फुर्सदको टाइम भनेको यही हो। रुममा गाईहरू अब सुतिन्छ होइन। टक्क लाएर बुढाबुढी यस्तै हो, हेर्नु सक्नुहुन्छ है। चाहिँ रुममा एकदम अब सुत्नुलाई चाहिँ रेडी भएको। सो हामी चाहिँ दुईजनाको भिडियो चाहिँ कस्तो लाग्यो तपाईँहरू होइन मन पऱ्यो लाइक सेयर कमेन्ट गर्नु होला। टक्क लाएर बुढाबुढी हामी दुईजनाको भिडियो चाहिँ कस्तो मन परेमा चाहिँ एकदम कमेन्ट गर्नु नबिर्सिनु होला। लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला, माया गरिदिनु होला। ओके गुड नाइट। तिमीसँगै जिउने सपना मेरो तिमीसँगै जिउने हेर्नुहोस् गाई छोरो है। यो चाहिँ मेरो एकदम मायालु भन्दा पनि केही फरक पर्दैन हो। मायालु भन्दा पनि एकदम बुटुको टुक्रा जस्तै हो यो डार्लिङ। राति चाहिँ एकदम नरिवलको तेल लगाउँदैछ भोलि नुहाउनुको लागि होइन। हेर्नुहोस्